पहिलो कुरा चाहिँ म सुरुमा हाई भन्न चाहेँ। अनि म विष्णु प्रदीप म जिपमा बोलेरोमा जाने तयारी हुँदैछ। अब यहाँबाट हामी होमखोला जानेछौँ। अगाडि तपाईँ काठमाडौँमा मात्रै बाइक चलाउनुहुन्छ भने यता म न बाइक लिएर नआउन नै भन्छु। ए कुरा छोडौँ न, म त यहाँनिर कति लाग्यो मुटमुटे झरना हो। विष्णु हिँड्न नसकेर अवस्था विष्णुको चाहिँ जति देखिएको छ एउटै पाइलो हाले पनि त्यो एउटै पाइलो एकै फेर हिँड्यो भने मभन्दा 2 मिनट पछि पर्छ र विष्णु कति भन्नु छ मलाई केही भन्नु छैन, एक तपाईँहरू हिँड्नु नभने नआउनुहोस्। यहाँ चाहिँ दर 8 घन्टा चाहिँ नन स्टप उकालो हिँड्नुपर्छ मिनिमममा। मलाई कसरी बमी गर्नु छ हेर्नु हुन्छ। पहिलो कुरा चाहिँ म सुरुमा हाई भन्न चाहेँ। अनि म विष्णु प्रदीप हामी विगत 6 महिनाभन्दा बढीको प्लान आज हामी सक्सेस हुँदैछ। त्यो के भन्दाखेरि हामी अन्नपूर्ण बेस क्याम्प जाँदैछौँ र यो खास गरी यो भिडियो हामीले रुमदेखि बनाउने सोचेका थियौँ। तर टेक्निकली कारणले गर्दा टेक्निकली भन्दा पनि हाम्रो डिस्टेन्स राइज चाहिँ अब त काठमाडौँबाट आउनु पर्ने भयो, म बुटोलबाट आउने भएकोले चाहिँ हामीले बनाउन सकेनौँ। अहिले हामी सँगै भेट भएर अब हामी तातो पानीको यात्रा गर्दैछौँ। अहिले पोखराको 0 किमी भन्ने 0 किलोमिटरबाट हामी यात्रा तय गऱ्यौँ र बाटोमा के हुन्छ हामीले तपाईँलाई जानकारी दिने नै छौँ। हामीसँग रहिराख्नुहोस्। धन्यवाद। हजुर हामी कास्कीको लुम्लेमा आएर चाहिँ खाना खाने तयारी गर्दैछौँ। अब सुरु गरिसक्यौँ भन्दा पनि हुन्छ। ओके अब यसपछि के हुन्छ अपलोड गर्दै गरौँला। साथीहरू जान सक्नुहुन्छ बेनी बस्तार। हेलो गाइस, हामी चाहिँ पोखराबाट चाहिँ तातोपानीसम्म यात्रामा आइसकेका छौँ। अब हामी यहाँबाट चाहिँ होमखोलासम्म जिपमा बोलेरोमा जाने तयारी हुँदैछ। अब यहाँबाट हामी होमखोला जानेछौँ। अगाडिको बाटो अझै अप्ठ्यारो छ। यो चाहिँ तातोपानी भन्ने ठाउँ हो। हामी नर्थ एबिसी नर्थ अन्नपूर्ण बेस क्याम्प जानको लागि तातोपानीबाट तातोपानीदेखि होमखोलासम्म जानको लागि हामी बोलेरो बुक गरिसकेका छौँ। अनि यहाँबाट हामी पहाडलाई छिचल्दै अगाडि बढ्नुपर्ने हुन्छ। बाटो एकदमै अप्ठ्यारो रहेछ।
गाइज हामी होमखोला जाने तयारीमा हामी यो एकदमै बाटोको अवस्था देखेर हामी उभिएर हेरिरहेका छौँ। होमखोला जानको लागि विशेष गरी हामी तातो पानीबाट जिप लिएर उकालो ओह्रालो त थिएन उकालो असली अफरोड बाटो के हो भन्ने कुरा यदि जान्न मन छ भने तपाईँहरू पनि तातो पानीदेखि होमखोलासम्म यात्रा गर्न म लिबाट आग्रह गर्छु। र अहिले साँझ पर्न लागिसकेको छ, पानी परिरहेको छ, बाहिर चिसो छ, बाटोको अवस्था एकदमै गाह्रो छ साथीहरू, नाजुक छ। म त यस्तो देखेको छैन कि यो भिडियोमा देख्दा चाहिँ होला जस्तो लाग्थ्यो, तर रियल आँखाले बल्ल देखिरहेको छु। पुरा हेर्नु न यो बाटो अलि देखे जस्तो चाहिँ सजिलो छैन क्या, यहाँ गाह्रो छ बाटो। यो काठमाडौँमा मात्रै बाइक चलाउनुहुन्छ भने यता म बाइक लिएर नआउन नै भन्छु। होइन, गाडीमा आए पनि आफूलाई चाहिँ एकदमै स्ट्रङ बनाएर आउनुपर्छ भन्छु म पनि है। असली बाटो अफरोड, गाडीको असली राइडर पनि यहाँ चलायो क्या, डेन्जर छ यहाँ त। हेलो, हामी चाहिँ दिउँसो 3 बजे हिँडेर होइन, 3 बजे हो, 3 बजे हिँडेर 6 बजे होमखोलाको यो जस्तो तसो आयो फेदमा आइसक्यौँ। अब होमखोलाबाट यहाँ हामी अब माथि चढ्ने हो। अब आज कहाँसम्म गइन्छ थाहा छैन, अब अन्धाधुन्ध सायद यतै होटेलमा बस्छौँ होला आज। खै के हुन्छ, 5 बजे 4 बजे मलाई छिटोबाट हल्लाइकन। हेलो गाइज, हामी आज यहाँ होमखोलामा बस्ने भएका छौँ। हामीले यो क्याम्पमा चाहिँ हाम्रो बास पाएका छौँ। हामी यो घरमा बस्ने हो। बास पार्न नपाएको अवस्थाले गर्दाखेरि हामी यहाँ बस्ने भएको छ। चिसो चाहिँ मौसम चाहिँ एकदम चिसो भइरहेको छ, झन् चिसो बढ्दैछ। निन्द गरेर आइरहनु भएको जाडोमा कस्तो भइरहेको छ एकदम इन्जोय गरिरहेको छ होइन। यो मोमेन्टको लागि हामी झन्डै 7 महिनादेखि बनाएको प्लान हो। त्यसो अब भोलि सस्तो गर्नुपर्छ, भोलि जब नभएर थ्याङ्क यू सबैलाई। हेलो गाइज, आज हाम्रो यो अन्नपूर्ण बेस क्याम्पको ट्रेकिङमा चाहिँ हामी टेन्टमा सुत्न बाध्य भएका छौँ यहाँ, रमाइलो भइरहेको छ। तर फर्स्ट टाइम हामी टेन्टमा सुत्दैछौँ। मेरो अवस्था यस्तो छ गाइज, पसिदियो है यसरी। मलाई देखा, म त यस्तो भित्र बुढी गएर खै तपाईँ अब ओर्डर सुत्छ, म त यसरी म त एकचोटि यस्तो भित्र पस्ने अनि यस्तो गरेर भित्र पस्ने कि। टेन्टको यस्तोहरू छ नि सिस्टम। अरू के भन्छ त ए कुरा छोडौँ न, म त यहाँभित्र कति लाग्यो। यो मेन ठुलो ज्याकेट, यो सुन्न मेरो यो मेन। त्यसपछि बाहिरबाट चाहिँ त्यो हाइनिङ जस्तो लाग्यो बाहिरबाट, त्यसबाट भित्र चाहिँ यो कालो लाग्छ, त्यसपछि भित्र टी सर्ट लाग्यो। ए भगवान्, कस्तो यस्तो पुरै त ऊ हो नि, खुल्ला आकाश हो नि त। फर्स्ट टाइम यसरी जानु भयो। साथीहरू आउनु भएको होइन, यहाँ साथीहरू खाना जानु भएको छ। 3जना आउनु बाँकी नै छ केटाहरू। हामी चाहिँ विष्णुमा चेप्पला चालुभन्दा सुत्थ्यो। अब म बिचमा पर्छु, मलाई बिचमा सिलौटाले चट्टी पिसे चाहिँ बनाउने भयो गाइज। यस्तै छ। अब हामी सुत्छौँ गुड नाइट भन्दै। हामी भोलि अलार्म कति बजेको लाउने? अलार्म आउनु पर्दैन कि, जाडोपछि थियो जागिहालिन्छ। अब हामी भोलि होमखोलाबाट चाहिँ यहाँ जान्छ, भोलि होमखोलाको बाटो माथि रुप्से झर्ना होइन, रुप्से रिभर के भन्छ, त्यहाँ हुँदै माथि पुग्ने हाम्रो तयारी छ।
पट्ट खर्च के हो त्यहाँ जान्छौँ त्यहाँ गएर हामी नास्ता गर्छौँ त्यहाँ खाना खान्छौँ हिँड्छौँ कति मान्छे जान्छौँ जान सक्छौँ किन यहाँबाट हाम्रो एबिसी क्याम्प भनेको 16 किलोमिटर रहेछ 16 किलोमिटर क्यान यु इमेजिन 16 किलोमिटर जाने 16 आउने 16 गरेर 32 किलोमिटर हामी हिँड्दैछौँ अब ए मुना 16 किलोमिटर त हाम्रो घरदेखि तमसम्म छ कि 14 किलोमिटर त यहाँ त फेरि यस्तो हुन्छ नि त उकालो हो नि त यहाँ त होइन हो यार हुन्छ हिउँ हुन्छ चिजो हुन्छ केही छैन हामी बिस्तारै बिस्तारै गरेर गरिन्छ पर्सि चाहिँ यत्रो ब्याग छ फेरि ब्याग त्यो ब्याग यहाँ देखा त ब्याग फ्रन्ट देखा छु त्यत्रो ब्याग छ नि त ऊ त्यहाँ पुरा दुईटा ब्याग रहेछ आएर छ यो मान्छे यार पल्ट्यो कि पल्टेको त्यो ब्याग छोड्दै चल्छ ल ठिक छ चल्छ भोलि खिच्दा भिडियो ल ल बाई ल बिचो ल बाई गुड नाइट फ्रम यो के अरे फेरि ठाउँको नाम बिर्स्यो देखे त बिजो चाहिँ मैले राखिदिएँ कि फोन ल ओके ल गुड नाइट बाई गुड नाइट गुड नाइट फ्रम यो के अरे फ्रम हुम्ला हुम्जा हुम्जा होइन हुम खोला ओके गुड नाइट फ्रम हुम खोला भोलि हामी भेट्नेछौँ टाटा बाई हेलो गुड मर्निङ साथीहरू हामी हुमखोलाबाट चाहिँ अब नर्थ एबिसीको लागि यात्रा तयार गर्दैछौँ अहिले बिहानको 5:30 देखि 6 बजिसकेको छ अब हामी यात्रा चाहिँ यहाँबाट अगाडि बढ्दैछौँ बाई बाई बिर्सियो कि जाँदा गोठालो दुख सुख साथेरै हिँडेको एकछिन बिर्सियो कि जाँदा गोठालो झ्याउरे तालैमा नाचेको एकछिन याद आउँछ यो फुटफुटे झरना हो एकदमै चिसो अवस्था मौसम बिहानको अवस्था छ फुटफुटे झरना यो हाम्रो टिकटकमा फेसबुकमा अथवा रिल्समा भिडियोमा धेरै भाइरल भएको हो खास चाहिँ त्यो पुलबाट खिच्दो रहेछ यो पुलमा जाने पारीबाट चाहिँ त्यो पारीबाट घन्टीबाट खिच्दो रहेछ क्या त्यही नै हो ल साथीहरू भन्यो साली खर्का हामी साली खर्का अहिले आइसकेका छौँ कति बजी ल्याएको गाडीमा 7:57 जाँदा हामी यहाँ आइसकेका छौँ अब हामी यहाँबाट चाहिँ हामी अगाडि लाग्छौँ यताको दृश्य यस्तो छ साथीहरू एकदमै अब यो गुफा फाँट 1 घन्टा लाग्छ गुफा 1 घन्टा लाग्छ अब 1 घन्टा गुफा फाँट पुग्छौँ यस्तो छ हिमालको हल्का हल्का दृश्य देख्न थाल्छ यस्तो छ हामी अब यस्तै छ साथीहरू यस्तो छ कपडा सपडा लाएर हिँडिरहेको छ शान्ति खर्का भन्ने ठाउँमा मिल्दैन क्या गाइस हामी गुफा फाँटबाट चाहिँ माथि निस्किएर अब हामी माथि जान्छ माथि कुन ठाउँ अरे घुसेर मेला जाँदै हो यहाँ चाहिँ मैले ठ्याक्क आउँदा यहाँ ऊ देखेँ हिमाल देखेँ एकदमै मेरो थकाइ सब मेटियो गाइज फोटो राख्ने के भिडियो मात्र यहीँ यो गाइज यहाँबाट हिमाल यस्तो नजिक हेर्न पाइयो साथीहरू हामी अब बुस्केर मेला जान 1 घन्टा छ मैले अघि नै भनिसकेँ यहाँबाट चाहिँ हामीले हिमालको राम्रो दृश्य देख्न सक्छौँ एकदमै बिहानको समय छ अहिलेको समयको बिहान कति बजे भन्नुहुन्छ भने ल देखिनै होला हो अहिले बिहानको समथिङ 9:30 जति बन्न थाल्यो 9 बन्न थाल्यो सायद जस्तो चुचुराहरू देखिन्छ माथि माथि त्यस्तो चुचुराहरू छ जाडो छ गाइज पसिनाले अब हामी यहाँबाट चाहिँ बुस्केर मेला हुँदै 1 घन्टाको दूरीमा जान्छौँ पछाडि साथीहरू आउँदै हुनुहुन्छ
विष्णु हिँड्न नसकेर अवस्था विष्णुको चाहिँ जटिल देखेको छ। एउटै पाइलो हाले पनि त्यो एउटै पाइलो एकैखेर हिँड्यो भने मभन्दा 2 मिनट पछि पर्छ केटो होइन त्यस्तो म एकनासले त्यो मैले यहाँको मौसमलाई यहाँको प्रकृतिलाई इन्जोय गरेर हिँडेको छु त म कहाँ खोइ पनि हिँड्छ म त आफ्नो ट्र्याक छ हेर है उकालोमा बिस्तारै हिँड्छु ओरामा कुद्छु समूहमा त्यही खालले चाहिँ मलाई छिटो पुग्न भन्दा नि यहाँको यो पलमा जिउन मन छ नि त त्यही भएर यो पलमा बाँचके नदुखो दगोरेको होइन के हिँडेको म ल धन्यवाद बढी हुन्छ 35 कि 37 कति हुन्छ हामी अहिले भुस्केट मेलामा छौँ हामी हुम्लाबाट 4 घन्टा हिँडेर यहाँ आयौँ खुट्टा एकदम दुखेको छ यहाँ आएपछि हात मुख धोएर टक्क फ्रेस भएपछि चाहिँ आनन्द भयो त्यही हो हाम्रो 2 भाइका ब्याग त्यहाँ ब्यागको यता सबै साथीभाइहरूको ब्याग यता छ यता छ सबै ब्यागहरू जोडेर अनि यता बाहिरतिर बस्ने चाहिँ के क्याम्प छ त्यो क्याम्पमा बस्नुपर्छ त्यतातिर चाहिँ सबै ब्यागहरू यता लता लिङ्ग छ यो ब्यागहरू साथीभाइहरू यस्तै छ अवस्था हेलो गाइज हामी चाहिँ अब केही घन्टामा अब हामी माथि पुग्ने तयारीमा छौँ हामी हिमालको वरिपरि आइसकेका छौँ हाम्रो साथी विष्णु खनाल थाकेर लोड पर्नु भयो नथाकेको भने म मात्र हो मैले बोकेर नि हिँड्छु एउटा लाँदा यो एकदमै लोड तर यो अफिसमा बसी काम गर्ने मान्छे काम छैन हामी जस्तो फिजिकल्ली काम गर्नु पऱ्यो यताउता उति चल्नु पऱ्यो ट्याक्राएर हुन्छ गएर यहाँ यसो काम छैन अब यता चाहिँ कोही झर्नेहरू पनि उस्तै हुनुहुन्छ यहाँ झर्नेहरू त आउने हुनुहुन्छ तलतिर आउने हुनुहुन्छ कहाँ देखिन्छ त्यहाँ आउने हुन्छ तलबाट आउने हुनुहुन्छ यस्तै छ गाइज हामी धेरै माथि छौँ कति पैसा पनि थाहा भएन हामी यता बादल ल्याए परे छैन बादल पनि छैन पछि जाडो भयो हिँडेपछि धो भयो यार यस्तो गर्छ नि विष्णु के भन्नु छ मलाई केही भन्नु छैन एक प्रकार हिँड्नु नभने नआउनुहोस् यहाँ चाहिँ दर 8 घन्टा चाहिँ नन स्टप उकालो हिँड्नुपर्छ मिनिमममा त्यो पनि अब लगातार खोल्दै गर्दा त त्यो 10-12 घन्टा लाग्छ होला अब हामी त केही पऱ्यो हाम्रोसँग हामी पऱ्यो भइसक्यौँ हामी बिहान खोलाबाट हिँडेको अहिले यहाँ आएँ सबले बाटोमा कोही हिँडेन भन्दा हामी फर्स्ट एक खतरा हो हामी पहाडको बाटोमा हिँडिरहेको मान्छे पहाडमा ओकारी ओरारी गरेको मान्छेलाई यो चाहिँ माथि जाँदा त अब त्यो अक्सिजनको कमी होला अति चाहिँ गाह्रो होला तर पनि हिँड्नलाई चाहिँ हामी हिँडिन्छ तर त्यो थकाइ चाहिँ लाग्छ त्यति हामी नर्थ अन्नपूर्ण बेस क्याम्पको माथि आइपुग्न थालिसकेका छौँ अब हामी केही समयमा हामी पुग्छौँ हाम्रो विष्णु खनाल एकदमै हिँड्न नसकेर थला परिरहनु भएको छ म फेरि यता अहिलेसम्म ताजै छु फ्रेस छु अझै पनि म माथि गएर तल ढल्न सक्ने अब उहाँको चाहिँ छैन त्यसले गर्दाखेरि चाहिँ यता पल्टाएँ ल गाइज त्यसले गर्दाखेरि चाहिँ उहाँलाई चाहिँ लिएर हिँड्न गाह्रो परिसक्यो म हिँड्छु भनेर चाहिँ हिँड्नु भएको कम्पिटिसन गर्छु भन्नुभएको थियो अहिले सक्नु भएन कहिले सर कम्पिटिसन तर फेरि भन्न छोड्नु न फेरि हिँड्नु थाल्नु भएन नि त पछि गर्दा चाहिँ 2 मिनट 3 मिनट डिस्टेन्स भन्न थाल्छ उहाँको चाहिँ गुटिया बजार खाने जान्छ त्यसले गर्दा मलाई हजुर ओके बाई गुड नाइट केटाकेटी हो भन्नुहुन्थ्यो अब यहाँ हेर यस्तै छ हावा चिसो चल्यो अन्नपूर्ण बिच क्याम्प हो जो त ठाउँ होइन क्या यहाँ साहसी अलि बलिया बाङ्गा ठाउँ हो त्यही भएर अहिलेसम्म म ठिकै छु है यस्तै कुशल मङ्गल त्यहाँ पुगेर मजाले चाहिँ इन्जोय गरेर फर्किन पाएँ भने म एकदम खुसी हुनेछु म आफूले भाग्यमान ठान्नेछु मलाई चाहिँ सबै भगवान्को कृपा रहोस् अब हामीलाई चाहिँ हाम्रो यात्रामा चाहिँ सबै भगवान्को साथ दिनु होला सुस्वास्थ्य एवं राम्रै यात्रा शुभ यात्राको लागि चाहिँ भगवान्को लागि चाहिँ गरेका छौँ अवस्था छ उहाँलाई कसरी बमिङ गर्नुहुन्छ अब हेरौँ है ओके भाइ गाइज अब अन्नपूर्ण बेस क्याम्पको त्यो के अरे पञ्चकुण्ड तालमा जाँदै थियौँ हामी अब पञ्चकुण्ड तालमा पुगिसकेपछि हामी चाहिँ त्यहाँ तपाईँहरूलाई देखाउँछौँ त्यहाँ के कस्तो हुन्छ यस्तै यो भल गर्नु यस्तो यो सोचे जस्तो आउँदो रहेनछ गाइज हिँडेपछि के नमिल्ने यस्तो हुँदो रहेछ यस्तो छ यो अवस्था वरिपरिको अब हेर्नु होला
फाइनल्ली हामी पञ्चकुण्ड आइसकेका छौँ। यहाँको अवस्था हेर्दाखेरि टेन्टहरू रहेको छ, भिडभाड एकदमै छ, आउने क्रम पनि जारी नै छ। अनि यता यो ताल छ, यता ओहो निलो ताल। अहिले चाहिँ कुहिरोले लागेर होला देखाएको छैन, कुहिरो लागेर नै हो यो हिमालहरू नदेखिएको त्यस्तो छ अवस्था। अनि यता विष्णु खनाल हुनुहुन्छ, एकदम थकित हुनुभएको छ, उहाँलाई चाहिँ रेस्ट गर्नलाई एकदमै हतार भइसकेको छ। तर अहिलेसम्म मलाई त्यस्तो चाहिँ अब यहाँबाट माथिको चाहिँ लिक लाग्ने समस्या हुन्छ हुनसक्छ। यहाँसम्म ठिकै छ, यहाँसम्म हामी फिट एन्ड फाइन आएको छौँ। अब हामी यतै स्टे गर्ने हो। अनि ल यताउता हामी चाहिँ यसरी अब यहीँ नै हो हाम्रो फाइनल डेस्टिनेसन। यहाँ आइसकेपछि हामी पुगिहाल्छ नि, आधी घन्टा हिँड्न कति ठुलो कुरा भयो र? आधी घन्टा होइन र, आधी घन्टा पुगिन्छ कि हामी त्यसो नगर। हो आइयो क्या बोकेर आइयो, यहाँ आइयो क्या फोटो खिच्न आइयो मलाई, ब्याग भिरेर फोटो खिच्नु क्या। स्वर्ग हेर्ने हो, कहीँ स्वर्ग हेर्ने हो भन्ने थियो। यस्तो छ अवस्था। अन्नपूर्ण फर्स्ट बेस क्याम्प पञ्चकुण्ड लेक ताल यहाँ रहेको छ, यहाँ देख्न सक्नुहुन्छ पञ्चकुण्ड लेक यस्तो छ। अहिले यो कुहिरोले हो, दामी 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 दामी, आँखा पनि शीतल भयो। कुर्सियाँ बस्दै गर कति गर। यस्तो छ अवस्था नर्थ एबिसीको। म यहीँ खाल्दा पछि हेर्नुहोस् दयनीय अवस्था छ। यो घाँटी एक ठाउँ राखेपछि साटा मिल्दैन। बाह्र बजी हामी यहीँ कोचिन्यो क्या, यसरी खर्च एउटा ढुक्क चाहिँ हुन्छ पाइन्छ होइन, तर पछि थपिँदै जाँदाखेरि उनीहरूलाई नि बाहिर सुत्नु भन्न, त्यसपछि कोचाको भन्ने मेरो बुझाइ हो, अनुभव। आज पनि मिठो तर बिस्दा केही शब्द भनिदिउँ त ल सुत्नु बेला। अब गुड नाइट शुभ सपना मिठो निको ढुक्कामा हामी अहिले 4050 मिटरको उचाइबाट बाहिर परिस 4050 मिटरको उचाइबाट भोलि रात सुतिरहेको छौँ हामी। त्यस्तो भाग्यमानी मान्छे हिमालको काखमा सुतिरहेको, हिमालको काखमा माथि पुरा हिउँ छ, तल सुतिरहेको छौँ। बाहिर चिसो छ, ठन्डी छ। इमेजिन गर्नुहोस् कि माथि हिउँ छ, हामी तल सुतिरहेको छौँ। यस्तो त झिउ परेर जाने हुन्छ हो, कस्तो कुरा गरे। म पनि म बजेको ठाउँमा पनि माथि हिउँ भएर तल सुत्ने हो। अलिअलि पढाउन भन्नु परेन मलाई, यत्रो दुःख गरेर आएपछि। सिरियस हुन त यार, भरम छ र हुन्छ त। उहाँ सुत्ने तयारी गर्दै हुनुहुन्छ, ड्राइभर डिस्टर्ब गरेर। टेन्टको अवस्था यस्तो छ अवस्था चाहिँ। भोलि अब हामी हिउँ छ, तल पनि हिउँ छ कि बिचमा हामी सुतिरहेको। भोलि अब हामी माथि बेस क्याम्प जान्छौँ होइन, त्यसपछि हामी फर्किन्छौँ यहाँबाट। हामी सायद 12 बजी यहाँबाट जान्छौँ होला, अनि हामी 2 बजी गएर बुस्केट मेलामा खाना खाएर त्यसपछि हामी तातो पानी हालिदिनु सिधै तातो पानी हाल्न, तातो पानीमा डुबुल्की मारेर अनि त्यही नाइट पोखरा जान सक्छौँ, त्यही सुत्न सक्छौँ सम्म सकिन्छ होला सायद हामी त्यही सिस्टम होला। त त्यहाँसम्म के गर्छ भन्ने कुरो हो कि फेरि त्यहाँ हुमखोला गएपछि यस्तै छ गाइज हाम्रो ट्रेकिङको अवस्था चाहिँ। मजा आउँछ, एकदम रमाइलो भइरहेको छ। भोलि एकदमै रमाइलो गर्ने हो। पञ्चकुण्ड तालको चाहिँ आज सिध पाइएन मौसमले गर्दाखेरि, भोलि पञ्चकुण्ड ताल हामीदेखि त्यो हिमालदेखि नि निलो आकाशदेखि नि। इफ तपाईँले यो भिडियो देख्न भने हामी बुटोल फर्किसकेका हुन्छौँ भने चाहिँ किनभने यहाँ पोस्ट हुँदैन। बुटोल होइन, हामी यो 1 महिनापछि पोस्ट हुन सक्छ कि यो धेरै भिडियोहरू छन्। त्यही भएर आजको डेट हो 2082 असोजको 31 गते। असोज 31 गते हो।
डेट पनि थाहा छैन त्यस्तो अवस्था छ के बारे पनि मलाई थाहा छैन आज मशान्ति बाहिर लाग्यो भनेपछि हामीले ठिकै हो मशान्ति बाहिर अब हरेक मशान्ति हामी घुम्न जानुपर्छ त्यो होइन अब हरेक मशान्तिमा यहाँ आउनुपर्छ मशान्ति बार्न हजुर बुढोसम्म त छैन तलसम्म झर्ने तपाईँ कहिले फर्कनु नि हो अब जानु अलिक बेसी बोल्नु तपाईँको पहाड घर कहाँ नि पाल्पा हामी हाम्रो छिमेकी रहेछौँ उसो भए उता पनि छिमेकी यता पनि छिमेकी हो माइ गड छिमेकी फेरि उता पनि हामीले त्यति हो कि हामी माथि नै हो कि अर्को हात्ती हो कि पाल्पा माथि यहाँ पनि माथि नै छौँ कि तपाईँ माथि हुन्छ ल ठिक छ हुन्छ हामी चाहिँ सुत्छ मलाई गुड नाइट अब छैन भन्नु ओके बत्ती छैन पावर ब्याङ्क लिएर आउनु भन्नु ओके ल गुड नाइट बाई अब अर्को भोलि भेटौँ न अर्को भिडियोमा भेटौँ न ल यही भिडियोमा हेरेर कसैले मलाई मन पराउनु भयो भने म सिङ्गलै हो है कतिले यहाँनिर छैन एउटा भ्युज ओके ल त बाई गरेको हाम्रो भ्युअरहरूलाई रमाइलो दिएको ल हेलो गुड मर्निङ फ्रम नर्थ अन्नपूर्ण बेस क्याम्प अहिले पञ्चकुण्ड तार्नेर छ हामी अहिले यतिखेर बिहानको 6:45 6:45 भयो अब यतिखेर हामी माथि बेस क्याम्पतिर जाने तयारीमा छौँ यहाँ देख्न सक्नुहुन्छ बेस क्याम्पमा पुरै टेन्टहरू बाँधेर राखेर मौसम एकदमै चिसो छ एकदमै ठन्डी छ तातो पानी जमेको अवस्था छ अब हामी माथि यहाँबाट माथि बेस क्याम्प जाने तयारीमा छौँ जाँदैछौँ अब यहाँबाट हामी आधी घन्टाको अथवा 40 मिनटको बाटोमा गयो भने त्यसपछि त्यहाँ पुगेर हामी फर्किने आजको योजना छ अब मेन हामी घुम्न आएको भनेको एउटा यो भइहाल्यो पञ्चकुण्ड ताल अनि त्यसपछि चाहिँ यसपछिको माथिबाट हिमाल देखिन्छ हिमालहरू माथि देख्न सक्नुहुन्छ देखिसकेको छैन भर्खरै उज्यालो हुँदैछ अब यहाँबाट चाहिँ हामी यात्रा चाहिँ सुरु गर्छौँ ओके हेर्दै गर्नुहोस् धन्यवाद हामी नर्थ अन्नपूर्ण बेस क्याम्पको माथि हिमालको साइडमा आएको छौँ अब तलतिरै छौँ भर्खर घाम लाग्दैछ मौसम छ हाम्रो विष्णु सर यता हेरिसो त कस्तो लागिरहेको छ हामी फाइनल्ली डेस्टिनेसन आइसकेका छौँ हाम्रो सपना फाइनली पुरा भएको छ अब चाहिँ पुरा भइसक्यो अहिले हामी नर्थ एबिसीको फर्स्ट क्याम्पमा छौँ यहाँ हजुरहरू पछाडि हिमाल देख्न सक्नुहुन्छ हामी माथि जानलाई चाहिँ यो देख्दा यति देखिन्छ तर हिँड्दै जाँदाखेरि चाहिँ लगभग आधी घन्टा जस्तो लाग्छ क्या माथि छ वाउ यता चाहिँ ताल छ ताल देख्न सक्नुहुन्छ गाइज अनि हामी यसरी रमाइलो गर्दैछौँ बिहान जमेको थियो अहिले चाहिँ हल्का घाम लागेर चाहिँ पहिलेको अवस्था छ यता हिमाल छ तर यताको हिमाल चाहिँ उता सिधै घाम परेर देखेको अवस्था छैन घाम चाहिँ अब यतापट्टि फेरि के छ भन्दाखेरि यतापट्टि हिमाल देखिन्छ अनि माथि नै छ हामी जान सकिने अवस्था छैन त्यही भएर हामी तलैबाट नै मजा लिइरहेका छौँ गाइस फाइनली हामी नर्थ एबिसीको ट्रेकिङ यात्रालाई सकाएर हामी चाहिँ अब फर्किँदैछौँ आफ्नो गन्तव्यतिर
एकदमै रमाइलो भयो, एकदमै इन्जोय गरियो। कस्तो लागिरहेछ भिन खनालजी? एकदम दामी। हामी दुईजनाको यात्रा पनि एकदमै बेजोडका साथ भव्यका साथ त्यो पुरा भयो, सम्पन्न गर्यो पनि। तर त्यति दुईजना भए पनि हामीलाई गाह्रो चाहिँ यति पनि फिल भएन। अब पनि नहोला भन्ने चाहिँ आशा छ। ओके, थ्याङ्क यू सो मच फर वाचिङ माई ब्लग। अब हामी अगाडि जानेछौँ। यस्तो छ हालत गाइज, नर्थ एबिसी ट्यागी जानेहरूको हालत यस्तो छ है। सक्की नसक्की अड्डिने अवस्था छैन गाइज। अलिक फिटिङ फाइन भएर आउनु होला। हाम्रो विशेषहरू हालत खराब छ, हिँड्नु सक्नु भएको छैन। यस्तो ठाडै छ, उकालो ओह्रालो। ओ माई गॉड, लोत पऱ्यो लोत। यो पल पनि लेख्नु फाइनली गाइज हामीले नर्थ अन्नपूर्ण बेस क्याम्पको यात्रा भर्खर सकेका छौँ। करिब बेलुकीको कति बज्यो विष्णु? 3 बजेर 16 मिनट गएको अवस्था छ। अहिले चाहिँ हामी सकेर झरेको छौँ। अब हामी यहाँबाट गाडीको यात्रा हुन्छ, यहाँबाट हामी फर्किनु पर्ने हुन्छ, गाडी खोज्नु पर्ने हुन्छ। अब यहाँ कसरी हुन्छ हामी जाने तयारी गर्छौँ। ल विष्णु गाडीको जुगाड गर्दा। थ्याङ्क यू सो मच। यहाँ हुन्छ, यहाँबाट गर्ने, यहाँबाट गर्ने। हेलो गाइज, हामी यहाँ भिडाइ भएर गएको भाइयो। अब चाहिँ खकेला आएर हामी चाहिँ यो अब सकिनु थाल्यो घुमफिर। यति घुम्यो। आज अनि दिउँसभरि पोखरा हामी चाहिँ सारङकोट अनि चाहिँ गएर पुम्लीकोट अनि फेवाताल घुम्यौँ। लोत पर्छ फोटो खिच्नु दार्फे लाखेन, भिडियो पनि दार्फे लाखेन। मेरो त काहीँ दोकान गर्नु बोल्न भएन यहाँसम्म मलाई। अहिले हामी तालबराईमा छौँ। बुझ्नु के भन्न चाहन्छु? लास्ट अब हाम्रो यो लास्ट भिडियो हो। अब हामी एकछिन पछि आफ्नो बस चढेर जानुपर्छ। अब भावुक कुरा के छ भन्दाखेरि अब हाम्रो भ्रमण सकिसकेको छ। 4 दिनको यो भ्रमण हाम्रो समग्रमा एकदमै सक्सेसफुल रह्यो भन्नुपर्छ। अब विभिन्न समयका बावजुद र टाढा फरक ठाउँको भए पनि हामी भव्य तरिकाले यसलाई सफल बनाएर बिट मार्न अब लाग्न आँटेका छौँ। आज नाइट हामी आफ्नो गन्तव्यतर्फ लाग्छौँ। अब भोलिदेखि ब्याक टु वर्क अब गर्नुपर्छ। त्यही भएर हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, फलो गरिदिनु होला, कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। यही भन्दै तपाईँहरूसँग हामी च्यातिन्छौँ। बाई बाई।